नमस्कार। सानो जानकारीको लागि मान्छेहरूलाई धेरै अन्यल परेको देखेर नि, जस्तै कि यो 2083 साल जेठ 3 गतेदेखि पुरुषोत्तम महिना लाग्छन्। पुरुषोत्तम महिनामा चाहिँ अब के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर मान्छे धेरै अन्यलमा परेको देखेर अब यहाँ लेखिएका कुराहरू छन्। के छ त भन्दा विवाह, व्रतबन्ध, घर सर्ने, अनि छेवर गर्ने, व्रत कान छेड्ने कुराहरू चाहिँ अहिले गर्नु हुँदैन। कहिले नगएको तीर्थ पनि जानु हुँदैन। नयाँ पुराणहरू कुनै कामका उसको लागि कुनै भाकलहरू बुझाउनु हुँदैन। त्यस्तो खालकोलाई चाहिँ आफूले मागिएका कुराहरूलाई को लागि चाहिँ नगर्नु भनेर भनेछ। तर नियमित गर्नुपर्ने कुराहरू जस्तै आफूले दैनिक घरमा पूजा गर्ने, भगवानको पूजा गर्नुहुन्छ। अनि जस्तै नियमितै पर्ने कुराहरू पास्नीहरू भयो, पास्नीहरू गर्नुहुन्छ। यो कायदासँगले चाहिँ पञ्चाङ्ग निर्णयसँगले निर्णय गरेर पनि लेखेको छ। जस्तै कि ज्येष्ठ महिनामा 4 गते, 7 गते, 22 गते पञ्चाङ्ग शुद्धि भनेर लेखिएको छ। त्यसमा जुराउनको लागि चाहिँ बच्चाको राशि अन्तर्गत जुराउनुपर्छ। कुन दिन जुर्छ, कुन दिन जुर्दैन भन्ने कुरो चाहिँ गुरुजीहरूसँग जुराएर हेराएर पास्ने गर्नलाई हुन्छ। अब कतिले पास्ने गर्नु हुँदैन भनेर भनेका छन्। होइन, त्यो त नियमित जस्तो पर्छ। छोरीको 5 महिनामा, छोराको 6 महिनामा गर्ने हो। अब रोकियो केही कथम भने छोराको 8 र छोरीको 7 मा गर्नुपर्छ भनेर भनिएको छ। त्यसो गर्दाखेरि पुरुषोत्तम महिनामा रोकिँदैन, गर्नुहुन्छ भनेर लेखेको छ। अब उनीहरूलाई जुर्ने दिन पारेर, चन्द्रमाहरू राम्रो पारेर, शुभ बेला शुभ साहित्यमा, अनि लग्न शुद्ध, सबै कार्यलाई लग्न शुद्ध पार्नु भनेको छ। अनि अन्न खाँदा, अन्न खुवाउँदा चाहिँ दशम स्थान शुद्ध गरेर, दशमे चान्न भोजनम भनेको छ। शुद्ध पारेर बच्चालाई पास्ने जुराएर गर्नुहुन्छ। अन्न प्रार्थना गर्नलाई दोष छैन। अनि नियमित गर्ने घरको पूजाहरूलाई पनि दोष छैन। भगवानको पूजा आराधना गर्न जति पनि हुन्छ। सधैँ लिइराखेका व्रतहरूलाई छोड्न हुँदैन। एकादशीको, पूर्णिमाको, आइतबारको, मङ्गलबारको व्रत पनि छोड्नु हुँदैन। अब कुन चाहिँ अघि मैले भनेकै कुराहरू चाहिँ शुक्र, बृहस्पति, अस्त र क्षयमास, मलमासमा गर्नु नहुने भनेका मैले अघि पहिलेबाटै भनेका कुराहरू बिहे वर्तमानदेखि। अब ठुल्ठुला तीर्थ जाने, कहिले नगएका तीर्थहरू नजानु भन्ने त्यो छ। बृहस्पति अस्तमा पनि त्यस्तै साउनमा पनि परेको छ। गुरु अस्तको बेला पनि पास्ने हुन्छ भनेर पञ्चाङ्ग निर्णयसँगले निर्णय गरेर लेखेको छ। साउनमा असारको 32 गतेदेखि लिएर साउनको 24 गतेसम्म गुरु अस्त हुन्छन्। त्यसो हुँदाखेरि त्यो बिचमा पास्नी लेखिएको छ। साउनको 4 गते, 8 गते, 15 गते, 18 गते, 20 गते यो पनि गर्नुहुन्छ। त्यो पनि अब नियमितमा परेको हुनाले यहाँ पञ्चाङ्ग निर्णय समितिले निर्णय गरेर लेखेको हो। त्यतिखेर पनि गर्नुहुन्छ। अघि मैले भने जस्तै शुभ बेला जुराएर, चन्द्रमा जुराएर दशम स्थान शुद्ध पारेर पास्नी गर्नलाई चाहिँ लेखेको। यो मेरो मात्रै भनाइ होइन, अरू पनि गुरुहरूले जानकारी गराउँदै गरेको देख्छु र मलाई पनि जानकारी गराउन मन लागेर मैले यो भिडियो बनाएर पोस्ट गर्न गइराखेकी छु। धन्यवाद।